कसको फोन आयो फेरि? हेलो हेलो सुन्नु के छ हालखबर? भोलि मेरो साथी सम्झनाको बर्थडे छ। हामी सबै साथीहरू मिलेर पार्टी सेलिब्रेट गर्दैछौँ। पार्टीमा जाँदैछौ? ओहो ल ठिकै छ। यहाँ सुन, पार्टीमा त जाँदैछौ तर बेलुका फर्किँदाखेरि अलिक छिटै फर्किनु नि है, धेरै रात नपार्नु है। र अर्को कुरा, पार्टीमा जाँदा लुगा अलिकति एकदमै सोच विचार गरेर लगाएर जानु है। पार्टी मनाउन गएपछि अलिकति ढिला त भइहाल्छ नि। अनि सुन्नु, सबै साथीहरू वान पिस लाएर आउने भन्ने जस्तो कुरा गरिरहेछन्, अनि म पनि वान पिसै लाएर जान्छु। सबै साथीहरूको बोयफ्रेन्डले कति फ्री छोडिदिएको हुन्छ, तर तपाईँ भने चाहिँ के लाएर जाने, के गर्ने, कसो गर्ने, यो नलाऊ त्यो नलाऊ, यहाँ नजाऊ त्यहाँ नजाऊ, यो नगर त्यो नगर, कति स्ट्रिक गर्न खोज्नुहुन्छ है तपाईँ। ओ मलाई राम्ररी थाहा छ, तिमी केटीहरूलाई नि कुनै पनि खालको रोकटोक छेकबार स्वतन्त्र छोडिदिने खालको केटाहरू नै मनपर्छ। तर म त्यस्तो छुइनँ नि। तिमीले गरेको हरेक गल्तीहरूमा पक्कै पनि म तिमीलाई रोक्नेछु, छेक्नेछु र सम्झाउनेछु। जसले साँचो माया गरेको हुन्छ नि उसले फिक्र पनि गर्छ, तिम्रो केयर पनि गर्छ र हरेक कुरामा तिमीलाई सम्झाउँछ पनि। होइन भने टाइमपास माया गर्नेहरूको लागि त यो कुराको कुनै फरकै पर्दैन। नमस्ते, हजुरहरूलाई भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट सब्सक्राइब कमेन्ट पनि गरिदिनुहोस् भन न। कमेन्ट पनि गरिदिनुहोस्। बाई। आँथरा